पेट्रोल पम्पमा तेल हालेँ होइन। अनि तेल हालेर चाहिँ म चाहिँ निस्केँ। अनि तपाईँ त माथि भेनाले फोन गर्नुभएको रहेछ। अब मेरो गाडी अलिक अब बिग्रेको छ क्या, त्यो भएर अलिकति भेनालाई अब गाडी सिकाउनु पर्ने थियो नि त। अनि त्यो चाहिँ अब अलिक सकिरहेको छुइनँ क्या अब गाडी, त्यो भएको कारणले। अनि म चाहिँ अहिले बुद्ध लाइन भन्दैला चाहिँ होइन, दिपपथ होइन, धरान 9 पर्छ यो चाहिँ दिपपथ हो होइन। यसलाई चाहिँ दिपपथ धरान 9 हो। अनि धरान 9 दिपपथमा अहिले म चाहिँ फेरि यहाँ तपाईँ रत्नहिन रोड है, यसलाई दिपपथै भन्छ। अहिले म पुरानो गोर्खा अहिलेको बरा है फिल्म हल, फ्रेन्ड्स फिल्म हल तपाईँको ठ्याक्कै अपोजिट लेफ्ट साइडमा पर्छ। अनि यहाँदेखि यो चाहिँ तपाईँको धनकुटे रोड है, धनकुटे रोड भनेर प्रख्यात चिनिने जग्गा हो यो चाहिँ है। हामी अब क्याम्प जाँदाखेरि चाहिँ यही बाटो जानुपर्छ होइन, धरान धनकुटे रोड भन्छ यसलाई चाहिँ। अनि हामी चाहिँ ट्याक्कसँगले खरे है, यो पुरानो खरे पुल होइन। यो त लेफ्ट साइडको एलियम चर्च है, यहाँ चाहिँ एलियम चर्च होइन। चर्चहरू धेरै छ धरानमा चर्चहरू होइन, तपाईँहरू पनि आउनु सक्नुहुन्छ होइन। अनि अहिले हामी टक्कसँगले वीरेन्द्र चोक है, वीरेन्द्र चोक यो लेफ्ट साइड तलतिर झर्ने बाटो चाहिँ तपाईँको बाजे बोजू चोक है। नामचिन अहिले नाम प्रख्यात होइन, बाजे बोजू चोक कहाँ पर्छ भन्दा चाहिँ ठ्याक्कै यो बाटो हेरेर ठ्याक्कै मेरो भिडियोको लोकेसन हेरेर ठ्याक्कै आउनु भने बाजे बोजू चोक है। तपाईँहरूलाई म चोकको नाम ठ्याक्कै भन्दै जान्छु है। यहाँदेखि तलतिर झरेपछि तपाईँको बालक चोक यो है, तलतिर बालक चोक है। यो चाहिँ अब यो बाटोलाई चाहिँ धनकुटे रोडै भन्छ होइन। बालक चोक तलतिर त्यो बाटो जानु भने चक्करकोलाई चाहिँ त्यो चोकलाई चाहिँ एकता चोक भनेर भनिन्छ क्या होइन, एकता चोक भनेर भनिन्छ। यता पनि लेफ्ट साइडमा राइट साइडमा तपाईँको त्यहाँ पनि होइन पार्क बनाइदिएको छ। अनि यो चोक चाहिँ तपाईँको किराँत चोक है। किराँत चोक कहाँ पर्छ भन्दा ठ्याक्कै यो जग्गालाई चाहिँ किराँत चोक भनिन्छ है। किराँत चोक यो जग्गालाई भनिन्छ। अनि यहाँदेखि पनि तलतिर तपाईँको हरियाली जानु सक्नुहुन्छ। अनि तपाईँको यो है तपाईँको जिमी चोक झर्ने बाटो यो तलतिर। अनि त्यहाँदेखि हरियाली है जानुको लागि पनि